हेलो साथीहरू। हिजो आजकल मेरो जिन्दगी कहिले उकालो कहिले ओह्रालो, कहिले कोदो रोप्ने कहिले कोदो छिन्ने कहिले बाँदर दबाउने है मकै खान्छन् हैन। कहिलेकाहीँ चाहिँ अब यहाँ च्याउ खोज्ने अवस्था पनि भइरहेको छ है। अब च्याउ खोज्न आएको आज। यो च्याउ कस्तो भन्दा जङ्गलमा हुने च्याउ हो। अर्को यो एक्लै च्याउ हुन्छ, अर्को चाहिँ त्यो बगालमा उम्रिन्छ त्यो च्याउ होइन कि, यो चाहिँ जङ्गलमा हो। हामी चाहिँ आज मेरो घरदेखि माथि एकदम माथि आएको छु। आज चाहिँ च्याउ टिपेर पनि फर्किने बेला भइसकेको छ र हामीले च्याउ टिपिसकेका छौँ। यहाँ हेर्नुहोस्, यो चाहिँ एक डोको भएको छ अनि ठ्याक्कै यता हेर्नुहुन्छ भने ठ्याक्कै दुई झोला भएको छ। एक टोका र एक झोला च्याउ हाम्रो तयार भइसकेको छ। अब यहाँदेखि लागिन्छ, कमसे कम पनि यहाँ 2 घन्टा लाग्छ होला घर पुग्नलाई। यसै ल है साथीहरू, अब च्याउ बुकियो, अब चाहिँ जानुपर्छ। च्याउले जिराउँछ क्या हो। यत्रे बारी पुग्दो रहेछ हौ च्याउ तयार। ल अब गयो है साथीहरू। ल बुढी चाहिँ यहाँ फेरि जुम्लिया छोरा जस्तै 2वटा झोला बोकेर आइरहेछन्। अब गइरहेछन् अगाडि, मेरो अगाडि पठाएको छु। म चाहिँ एक डोको बोकेको छु भने बुढीले चाहिँ 2 झोला बोकेर अगाडि हिँडिरहेको छ। अब यहाँदेखि जानु चाहिँ धेरै छ। यो च्याउ खोज्न आउने बाटो चाहिँ एकदम सहज छैन। एकदम यता खोला नालाहरू पार गर्दै आउनु पर्ने हुन्छ। यहाँ चाहिँ अब के हुन्छ भन्दाखेरि है, ल हामीले च्याउ खोजेको पाखाहरू यिनी हुन् होइन। उताको 1 पाखा 2 पाखा 3 पाखा है, यतातिर धेरै पाखाहरू छन्। तिनी ठाउँहरूमा हामीले च्याउ टिपेको है।